हेलो सबैजनालाई नमस्ते अनि स्वागत छ हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी फ्रिक्सन भन्ने च्याप्टरबाट एउटा छोटो न्युमेरिकल लिएर उपस्थित भएका छौँ। ल सल्भ गरौँ है त यो न्युमेरिकल। अब हेरौँ है त, क्वेसन मैले कपी गरिसकेको छु। क्वेसनमा गिभन के छ त भन्दाखेरि बडी वेजिङ 300 न्युटन 300 न्युटन छँदैछ। यसको फ्री बडी डायग्राम बनाउँदाखेरि चाहिँ 300 न्युटन वेट डाउनवर्ड्स लाग्छ र यो पी भन्ने फोर्सलाई चाहिँ हामीले रिजल्भ गर्नुपर्ने हुन्छ। यता एङ्गलपट्टि पी कस 25 डिग्री र पी साइन 25 डिग्री। यता कस किन भयो भन्दाखेरि यो एङ्गलतिर चाहिँ कस लेख्नुपर्छ है त, यही रुल सम्झिनु होला। अनि यसको रियाक्सन वेटको अपोजिटतिर लाग्छ रियाक्सन। अब यति भएपछि अरु के छ, गिभन W = 300 न्युटन। रफ होरिजेन्टल प्लेन भनेपछि हाम्रो के हुन्छ, फ्रिक्सन हुन्छ। त्यहाँ फ्रिक्सन कति दिएको छ, म्यु इक्वल्स टु 0.35 हो। फाइन्ड द म्याग्निट्युड अफ पी इक्वल्स टु वाट, विच क्यान मुभ द बडी। यसले चाहिँ बडीलाई मुभ गराउन सकोस् है त। भनेपछि पी फाइन्ड गर्नु पर्यो भने चाहिँ अब समेसन अफ एफएक्स र समेसन अफ एफवाई दुईटा कन्डिसन चेक गरौँ है त हामी। अब फर्स्टमा फोर्स टुवर्ड्स द यतालाई चाहिँ पोजिटिभ मान्ने, समेसन अफ एफएक्स इक्वल टु 0 गरौँ है त। एफएक्सतिरको भनेपछि पी कस 25 र फोर्सले यता बडीलाई यता तान्दैछ भने फ्रिक्सन जहिले फोर्सको अपोजिटमा लाग्छ ल। एफ फ्रिक्सन भनेपछि अब यता जानेलाई पोजिटिभ यता जानेलाई नेगेटिभ, माइनस एफ इक्वल्स टु 0। एउटा इक्वेसन बन्यो एउटा। फ्रिक्सन एफ भनेको के हो, म्यु आर हो। पी कस 25 इक्वल्स टु के भयो त, म्यु आर। यहाँ एफ मात्र लेख्थेँ। पी कस 25 इक्वल्स टु म्यु आर। म्यु हामीलाई गिभन छ, पी कस 25 इक्वल टु म्यु कति छ 0.35 है, 0.35 आर। अब पी पनि अननोन छ, आर पनि अननोन छ। त्यसो भए हामी समेसन अफ एफवाई को कन्डिसनमा जाउँ। भर्टिकली अपवर्ड छ भने पोजिटिभ लिने, कुन छ आर, यो आर भयो हैन, भर्टिकली अपवर्ड। त्यसरी अर्को फोर्स कुन छ, पी साइन 25 प्लस पी साइन 25 अनि यो डाउनवर्ड भनेपछि माइनस 300 इक्वल्स टु 0। अब पी साइन 25 इक्वल्स टु 300 माइनस आर हुने भयो है त। अब हेरौँ है त, यहाँ मैले चाहिँ दुईटा इक्वेसन फर्म गर्न खोजिराखेको छु। पी र आर दुईटा अननोन छ है। यसलाई म एकैतिर राख्छु ल अननोनलाई। पी कस 25 माइनस 0.35 आर इक्वल्स टु 0 भयो। यसलाई चाहिँ इक्वेसन 1 माने ल मैले। अनि यो पी फर्स्टमै छ भने यसको पनि पीलाई फर्स्टमै लेख्छु ल। पी साइन 25 प्लस आर इक्वल्स टु यो 300 जाँदा पोजिटिभमा 300 जाने भयो है। यसको पनि दुईटा अननोन छ, यसको पनि दुईटा अननोन छ। दुईटा अननोन र दुईटा इक्वेसन्स भयो भने हामीले त्यो दुईटा अननोनको भ्यालु निकाल्न सक्छौँ है। जस्तो यहाँ अब मैले क्यालकुलेटरमा हानिसकेको छु। यो भ्यालु हान्ने, यो भ्यालु हान्ने, दुईटा इक्वेसनबाट टक्क निकाल्न सकिन्छ है त। पी को भ्यालु कति आयो, 99.59 केमा छ युनिट, न्युटनमा छ है। अनि आर को भ्यालु कति आउने भयो त भन्दाखेरि 257.90 न्युटन। ल यति नै है त।